नेपालमा मकै चटपट त धेरैले खानुभएको होला, तर मकैबाटै चटपट बनाएर व्यवसाय गरेको कतिजनाले देख्नुभएको छ। पोखरा एक बगरमा अवस्थित मकै चौतारी नामको मकै चटपट पसल सम्भवतः नेपालको पहिलो मकै चटपट व्यवसाय भएको दावी गरिएको छ। बागलुङ जिल्ला घर भई हाल पोखरा पृथ्वीनारायण क्याम्पसमा स्नातक तह अध्ययन गर्दै यो सानो व्यवसाय 4-5 दिन अघिदेखि मात्र सुरु गरेका तुलसी शिरपालीको मकै चटपट पसलले अहिले ग्राहकको ध्यान तान्न थालेको छ। अरूले जागिर खोजिरहेका बेला आफूले केही नयाँ प्रयास गरौँ भन्ने सोचले खोलिएको यो पसल केवल मकै चटपट बेच्ने व्यवसाय मात्र होइन, यो एउटा आत्मनिर्भर बन्ने प्रयास हो अनि आफ्नै खुट्टामा उभिन खोजिरहेको एउटा युवाको प्रयास हो। सर्वप्रथम पहिला हजुरको परिचय र अहिले गर्दै गर्नुभएको व्यवसायको बारेमा बताइदिनुहोस्। नमस्कार, मेरो नाम तुलसी शिरपाली। मैले भर्खरै 3 दिन मात्र भयो मैले मकै चौतारी खोलेको छु। यो व्यवसाय सुरु गर्ने सोच कसरी आयो? पछिल्लो समयमा रोग लाग्ने मान्छेहरू व्यापक हुँदै गए। यो रोग कसरी लागेको छ भनेर मैले अनुसन्धान गर्दै जाँदाखेरि म्याक्सिमम तपाईँको यो खानपिनबाट रोग लागेको पाइयो। त्यो पनि बढी विषादीयुक्त खानेकुराहरू प्रयोग गरेर है। चटपटले गर्दा धेरै मान्छेहरूलाई रोग लागेको छ, उनीहरू छोड्न सक्दैनन्। चटपटको पनि अपनत्व होस् है, चटपटको पनि अपनत्व होस् भन्ने हिसाबले मैले अर्ग्यानिक रूपमा चाहिँ मकै चौतारी खोलेको। तपाईँले यहाँ प्रयोग गर्ने मकै चाहिँ तपाईँले यो सबै सिजनमा उपलब्ध छ या छैन मकै? अहिले चाहिँ मैले गाउँबाट मकै राखेको छु। कतिको तपाईँले यो मकै जुटाउनलाई कतिको चुनौती छ अहिले? चुनौती नै छ, हेर्नुहोस् मेरो बागलुङबाट मैले दिनकै मैले मकै भित्राएको छु। पसलको पहिलो दिनको अनुभव कस्तो रह्यो? पहिलो दिन चाहिँ म एकदम उत्साहित भएँ, किनभने मेरो पहिलो दिन नयाँ व्यवसायको ओपनिङ थियो। साथीभाइहरू आउनुभयो, इष्टमित्र आउनुभयो। त्यो दिन चाहिँ म एकदम हर्षक नै थिएँ। आज धेरैजना युवाहरू विदेश जाने सोचमा हुनुहुन्छ, तपाईँ किन आफ्नै देशमा बसेर यो व्यवसाय गर्ने निर्णय गर्नुभयो? विदेश जानुपर्छ, विदेश गएर सिप सिकेर फेरि आफ्नै देश फर्केर त्यही सिपलाई हामीले फेरि आफ्नै देशमा गर्नुपर्छ। तर यहाँ बस्नेले चाहिँ है तपाईँको केही न केही छ है, केही छैन भन्दा पनि केही न केही छ। तपाईँको परिवार र साथीभाइबाट कस्तो प्रतिक्रिया पाउनु भएको? परिवारले त अब अहिले नेपाली समाजमा यही देशमा यही माटोमा केही गर्छु भन्यो भने कसैले पनि साथ दिन्न, कसैले पनि साथ दिन्न। केही गर्छु होइन, मैले केही नयाँ बिजनेस स्टार्ट गर्छु, कोही तपाईँको सपोर्टमा हुन्न। कुनै ग्राहकहरूको चाहिँ तपाईँले कस्तो प्रतिक्रिया पाउँदै हुनुहुन्छ? राम्रै, मिठो छ भनेर जानुभयो, एकदम हेल्दी छ, स्वास्थ्यको लागि एकदम उपयुक्त छ। तपाईँको मकै चौतारीमा हजुर यो मकै चटपट को अलावा अरू के परिकारहरू उपलब्ध छ? अहिले चाहिँ विशेष गरी मकै चटपट नै छ र उसिनेको मकै पाइन्छ। बिस्तारै मकैबाट नै मोमो बनाउने, मकैबाट नै चाउमिन बनाउने है, मकैको थुप्रै परिकारहरू बनाउने हाम्रो उद्देश्य रहेको छ। आफ्नै देशमा व्यवसाय गर्ने युवा साथीहरूलाई के भन्न चाहनुहुन्छ? तपाईँहरू नआत्तिनुहोस्, धैर्य गर्नुहोस्, धेरै लोभ नलिनु है। बिस्तारै 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 हामी थोरै थोरैबाट जाम। तपाईँलाई मकै चौतारीको मकै चटपट कस्तो लाग्यो? अस्ति 26 गते खुल्यो र 26 गते खुलेको छ भन्ने थाहा पाएपछि आज चाहिँ आएको। हामीले चाहिँ साथीहरू मिलेर खायौँ चटपट, हामी सबैलाई मिठो लाग्यो र राम्रो छ। यहाँको चाहिँ आउनु होला हजुरहरू पनि, एकचोटि ट्राई गर्नुहोस्, मन पर्यो भने फेरि फेरि आउनुहोस्, मन परेन भने एकचोटि भए पनि ट्राई चाहिँ गर्नुहोस्। सामान्यतः हामीले भुजाको चटपट खाँदै आइरहेको छौँ, भुजाको चटपटको तुलनामा मकै चटपट चाहिँ कस्तो पाउनुभयो तपाईँले? यस्तो छ, अब भुजाको चटपटमा चाहिँ हामीले चाउचाउ पनि हालिएको हुन्छ, विभिन्न प्रकारको मसलाहरू पनि हुन्छ होइन। त्यो मसलाले गर्दाखेरि चाहिँ अहिले धेरैलाई पिरोहरूले चाहिँ एच पाइलोरी भन्ने समस्या आइरहेको छ कि, ग्यास्ट्राइटिसहरू बढिरहेको छ। र आज मैले यहाँको चटपट खाइसकेपछि चाहिँ के पाएँ भन्दाखेरि त्यो भुजाको चटपटमा जुन इन्ग्रेडियन्ट्सहरू हुन्छ त्यो पनि यहाँ छ, तर चाहिँ त्यो हेल्दियर पारामा छ यहाँ चाहिँ। त्यसले गर्दाखेरि चाहिँ अब स्वास्थ्यमा कुनै असर गर्दैन
भुजाको चटपटले जति असर गर्छ त्यति असर चाहिँ यो चटपटले गर्दैन। यहाँको क्वान्टिटी अनि क्वालिटी अनुसारको मूल्य चाहिँ तपाईँलाई उचित लाग्यो कि लागेन? मूल्य चाहिँ अब यस्तो छ, यहाँको अहिले मकै पाउने सिजन भएको भएर यहाँको मूल्य ठिकै छ होइन। अब मूल्य चाहिँ बढ्न सक्छ मकै नपाउने सिजनमा, त्यो पनि हामीले स्वीकार्नु पर्यो। अब स्वास्थ्यका लागि केही कम्प्रोमाइज गर्नै पर्यो। जब मैले यहाँ मकै चौतारी भनेर यहाँ स्थापना गरेको मैले थाहा पाएँ, त्यसपछि मलाई चाहिँ के भयो भने यसको स्वाद कस्तो रहेछ भनेर पहिला चाख्न मन लाग्यो। अनि जब मैले यसको स्वाद चाखेँ, एकदम अर्ग्यानिक मकै, एकदम अर्ग्यानिक लाग्यो मलाई, एकदम मिठो लाग्यो। सुरुको स्वाद एउटा भनाइ छ नि, फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्छ नि। हजुरलाई मकै चौतारीको मकै चटपट कस्तो लाग्यो? एकदम ठिक छ होइन। मकै चाहिँ अहिले यो न्यू ब्रान्ड नै भनौँ। अब अहिलेसम्म यो हामीले थाहा पाएकै थिएन, अनि हामीले चाहिँ अहिलेसम्म खाइरहेको त्यो भुजाको चटपट खाँदै आइरहेको, अहिले चाहिँ न्यू ब्रान्ड नै भनौँ अब मकै चटपट। तपाईँ अहिले बागलुङदेखि आउँदै हुनुहुन्छ, बागलुङमा तपाईँले मकै चटपट पसल काहीँ देख्नुभयो कि देख्नु भएन? होइन, अहिलेसम्म त यो कहीँ देखिएन। अहिले यो न्यू नयाँ, अहिले यो नयाँ नै भनौँ, कतै देखेको छैन। तपाईँलाई मकै चौतारीको मकै चटपट कस्तो लाग्यो? एकदमै राम्रो छ, अर्ग्यानिक, एकदमै राम्रो छ, स्वास्थ्यको लागि एकदमै। तपाईँ कहाँदेखि आउँदै हुनुहुन्छ? म चाहिँ अहिले बागलुङदेखि आएको। कस्तो लाग्यो तपाईँले यो मकै चौतारीको मकै चटपट कस्तो लाग्यो? यहाँको स्वाद, एकदम स्वाद, एकदम टेस्ट बबाल छ। यहाँको यो चटपटको टेस्ट, चटपटको क्वान्टिटी क्वालिटीमा 10 नम्बरमा कति नम्बर दिनुहुन्छ? मैले 10मा त मैले 8 दिन्छु। 2 चाहिँ किन दिनु भएन? 2 चाहिँ अब मैले किन भन्दाखेरि अब पहिलो हो, अब यो जस यहाँ सुधार्न पर्ने अरू कुराहरू पनि देख्नुभयो तपाईँले? सुधार्नु पर्ने अलिकति छन् केही कुराहरू। अब अहिलेसम्म कहीँ कतै पनि नभएको कुरा गर्दै गरेको हो, त्यसमा केही कमी कमजोरी हुनसक्छ, सुधार्ने मौका पनि पाइन्छ।